बिहान उठ्ने बित्तिकै मोबाइल स्क्रोल गर्दा त्यसमा आउने नेगेटिभ फिडर, न्युज, हिटेड डिबेट्सहरूले के गर्छ त हाम्रो दिमागको केमिस्ट्री वा मुडलाई नै डाउन गरिदिन्छ। रेगुलरली यस्तै किसिमको कन्टेन्टहरू हामीले जुन कन्ज्युम गरिरहेको छौँ त्यसले के गर्छ त हामीलाई ती कन्टेन्टप्रति रियाक्ट गर्नको लागि मजबुर गरिदिन्छ। बिस्तारै हामीले त्यो कन्टेन्टहरूप्रति रियाक्ट गर्न थाल्छौँ, कमेन्ट गर्न थाल्छौँ, सोच्न थाल्छौँ त्यो कन्टेन्टप्रति। अनआवश्यक सोचहरू हामी मस्तिष्कमा पलाइरहेको हुन्छ र बिस्तारै हामी सिरियस मेन्टल इस्युहरू जस्तै स्ट्रेस, डिप्रेसन र एन्जाइटीतिर सिफ्ट हुन थाल्छ। मलाई थाहा छ त्यसको लागि पनि तपाईँहरूले फ्याक्ट खोज्नुहुन्छ है। यहाँ म साइन्स ब्याक फ्याक्टहरू सेयर गर्न चाहन्छु, ध्यान राख्नु। हेर्नुहोस्, बिहान उठ्ने बित्तिकै हाम्रो ब्रेन रिल्याक्स तर अलर्ट फेजमा हुन्छ, जसलाई हामी अल्फा स्टेट भन्छ। यो स्टेटमा हामीले जस्तो कन्टेन्ट कन्ज्युम गर्छौँ हाम्रो न्युरल पाथवे, हर्मोनल लेभल्स र इमोसनल रेगुलेसन इन्फ्लुएन्स हुन्छ। सिम्पल फर्ममा भन्नुपर्दा नेगेटिभ कन्टेन्ट जस्तै कि क्राइम स्टोरिज, ग्लोबल क्राइसिसका न्युजहरू, हिटेड डिबेट्सहरू, त्यस्तै सेन्सेसनल न्युजहरूले के गर्छ त हाम्रो ब्रेनमा भएको फियर सेन्टर, जसलाई साइन्टिफिकल्ली हामीले एमिगडेला भन्छौँ, ट्रिगर गर्ने काम गरिदिन्छ। जसले गर्दा हाम्रो स्ट्रेस हर्मोन, जसलाई हामी कर्टिसोल भन्छौँ, त्यो हर्मोनको लेभल हाम्रो शरीरमा एलिभेट भइरहेको हुन्छ, यानि बढिरहेको हुन्छ है। र कर्टिसोल हर्मोन डाइरेक्टली लिङ्क छ हाम्रो स्ट्रेस र एन्जाइटीसँग। हाम्रो ब्रेनमा आरएएस, रेटिकुलर एक्टिभेटिङ सिस्टम हुन्छ। यो आरएएस सिस्टमले के गरिदिन्छ त हामीले हेर्ने कन्टेन्टहरूबाट आएको इन्फर्मेसनलाई फिल्टर र प्रायोरिटाइज गर्ने काम गर्छ। यदि हामीले रेगुलरली नेगेटिभ कन्टेन्टहरू हेऱ्यौँ भने आरएएस सिस्टमले के गर्छ त तिनै इन्फर्मेसनहरूलाई प्रायोरिटी दिन थाल्छ। त्यसपछि हामी हाम्रो मुख्य कामबाट ध्यान हटाएर यस्तै कन्टेन्टहरू कन्ज्युम गर्नतिर लाग्छौँ र बिहान उठ्ने बित्तिकै आफ्नो बाँकीको दिनलाई यसरी नै सधैँ हामीले खराब गरिरहेको हुन्छ। त्यसपछि यिनै कुराहरू हाम्रो व्यवहारमा स्ट्रेस, एन्जाइटी र डिप्रेसनको रूपमा बाहिर हुन्छ। एक त हाम्रो मोबाइलमा यस्तै कन्टेन्टहरू आउँछ र हाम्रो आरएएसले पनि यस्तै इन्फर्मेसनहरूलाई प्रायोरिटाइज गरेर राखेको हुन्छ। अब यहाँ तपाईँले आफ्नो मोबाइल डिभाइसलाई होइन, तपाईँको मोबाइल डिभाइसले तपाईँलाई कन्ट्रोल गरेको हुन्छ। संसारभरमा यस्तै टपिकहरूमा भएको रिसर्चहरूबाट केही फ्याक्टहरू म यहाँ राख्न चाहन्छु, कृपया ध्यान। तपाईँहरूले पनि यदि यो रिसर्च पेपर आफैले पढ्न चाहनुहुन्छ भने मैले यो सबै रिसर्चहरूको लिङ्क तपाईँलाई डिस्क्रिप्सनमा हाल्दै हुन्छु, कृपया पढेर मजाले पढ्नुहोस्, त्यहाँको चार्ट हेर्नुहोस्, बुझ्नुहोस् है। 2023मा भएको जेएमआइआरको स्टडी अनुसार बिहान उठ्ने बित्तिकै आधी घन्टा वा त्योभन्दा बढी आफ्नो सोसल मिडिया स्क्रोल गर्छ भने तिनीहरूमा अन्य व्यक्तिभन्दा 25% हाई कर्टिसोल लेभल हुन्छ। त्यस्तै 2022मा भएको फ्रन्टायर्स इन साइकियाट्रीको स्टडी अनुसार खास गरेर यङ एडल्ट्स जसले एक्सेसिभ सोसल मिडिया कन्टेन्टहरू कन्ज्युम गरिरहेको हुन्छ तिनीहरूमा म्याक्सिमम डिप्रेसिभ सिम्पटम्सहरू देखिन्छ र यसको कारण अलिक रोचक छ। हेर्नुहोस्, टिनेजरहरूले जहिले पनि सोसल मिडियामा कोही न कोहीलाई आफ्नो आइडलको रूपमा मानेको हुन्छ, चाहे त्यो सिङ्गर हुन सक्छ, चाहे एक्टर हुन सक्छ, वा चाहे त्यो मोटिभेसनल स्पिकर वा इन्फ्लुएन्सर हुन सक्छ, वा भाइरल कन्टेन्ट क्रिएटर हुन सक्छ। डिपेन्ड्स अन द कन्टेन्ट दे कन्ज्युम। नेचुरल्ली यी एडल्टहरूले आफूलाई ती क्रिएटर वा इन्फ्लुएन्सरहरूसँग कम्पेयर गर्न थाल्छ र आफूलाई त्यो लेभलमा नपाउँदाखेरि चाहिँ तिनीहरू डिप्रेस र अधुरो फिल गरिरहेको हुन्छ। त्यस्तो धेरै इक्जाम्पलहरू तपाईँहरूले अन्य सोसल मिडियाको प्लेटफर्महरूबाट थाहा पाइ नै आएको। कति कन्टेन्ट क्रिएटरहरू आफ्नो कन्टेन्ट भाइरल नहुँदाखेरि आफूलाई नै सिद्ध्याउन खोज्ने खालका एटेम्पहरू गरेको, कति त त्यो एटेम्पमा सक्सेस पनि भएको र कति चाहिँ डिप्रेस्ड लाइफ बाँचिरहेको स्थितिहरू तपाईँहरूले देखि नै राख्नु भएको छ। र नेक्स्ट 2024मा भएको प्यू रिसर्च सेन्टरको सर्वे अनुसार 60% एडल्टहरूले आफ्नो मोबाइल उठ्ने बित्तिकै 5 मिनट नै चेक गर्न थाल्छ र बाँकी 25%ले 1 घन्टा वा त्योभन्दा बढी समयसम्म कन्टेन्ट कन्ज्युम गरिरहेको हुन्छ बिफोर ब्रेकफास्ट। यसबाट आफू र आफ्नो किड्सहरूलाई बचाउने कसरी, त्यसको लागि नेक्स्ट पार्टको भिडियोमा म तपाईँहरूसँग केही इम्पोर्टेन्ट टिप्सहरू सेयर गर्छु। त्यो भिडियोको लागि वेट गर्नु।